नमस्कार सबैमा साहेब ग्लोबल स्टडीमा सबैजनालाई स्वागत छ। आज चाहिँ म्याथ सब्जेक्टको एउटा च्याप्टर लिएर आएको छु जुन च्याप्टरको नाम रहेको छ लिनियर प्रोग्रामिङ। यो च्याप्टर भनेको ब्याचलर लेभलमा पनि दिएको छ, मास्टर्स लेभलमा पनि दिएको छ। आजको चाहिँ भिडियो हाम्रो रहेको छ स्पेशल चाहिँ बीबीएस फर्स्ट इयरको स्टुडेन्टको लागि, जुन चाहिँ बीबीएस फर्स्ट इयरमा एउटा सब्जेक्टको नाम दिएछ बिजनेस स्ट्याटिस्टिक्स है। त्यही सब्जेक्टको लागि चाहिँ स्पेशली यो भिडियो रहेको छ। त अब आउनुस् हामी बुझौँ यो लिनियर प्रोग्रामिङ के हो, यसको बारेमा अलिकता बुझौँ। र त यो लिनियर प्रोग्रामिङको क्वेशन्स हामी दुईटा मेथड्सबाट सोल्भ गर्न सक्छौँ। यो च्याप्टरको क्वेशन हामी दुईटा मेथड्सबाट सोल्भ गर्न सक्छौँ। जुन फर्स्ट मेथड्स हाम्रो रहेको छ ग्राफिकल मेथड्स। ध्यान दिएर बुझ्नुलाई। त्यसै गरी सेकेन्ड मेथड्स हाम्रो के रहेको छ सिम्प्लेक्स मेथड। ध्यान दिएर बुझ्नुलाई। यो ग्राफिकल मेथड्सबाट चाहिँ हामी क्वेशन सोल्भ गर्ने गर्छौँ बीबीएस फर्स्ट इयरमा है। यो स्पेशली भन्नाले बीबीएस फर्स्ट इयरको लागि है। अनि यो सिम्प्लेक्स मेथड्सबाट चाहिँ हामी क्वेशन सोल्भ गर्ने गर्छौँ त एमबीएस लेभलमा, भन्नुको अर्थ मास्टर्स लेभलमा है। मास्टर्स लेभलमा एमबीएसमा चाहिँ एउटा सब्जेक्टको नाम दिएको छ सेकेन्ड सेमेस्टरमा प्रोडक्सन्स एन्ड अपरेसन म्यानेजमेन्ट भनेर एउटा सब्जेक्ट दिएको छ। त्यही च्याप्टरमा त्यही बुकमा चाहिँ यो पनि युनिट दिएको छ, भन्नुको अर्थ यो पनि च्याप्टर दिएको छ लिनियर प्रोग्रामिङ। त्यहाँ चाहिँ हामी के गर्ने गर्छौँ त सिम्प्लेक्स मेथड्सबाट चाहिँ यो क्वेशन सोल्भ गर्ने गर्छौँ यो च्याप्टरको। त्यसै गरी बीबीएस फर्स्ट इयरमा चाहिँ हामी ग्राफिकल मेथड्सबाट के गर्ने गर्छौँ त यो च्याप्टरको चाहिँ क्वेशन सोल्भ गर्ने गर्छौँ है। भन्नुको अर्थ हामी यो बीबीएस फर्स्ट इयरको लागि चाहिँ यो भिडियो बनाइरहेको छु है। स्पेशली हाम्रो के को लागि हो यो भिडियो त बीबीएस को लागि हो। त बीबीएस लेभलमा चाहिँ कुन मेथड्सबाट क्वेशन सोल्भ गर्नुपर्छ त ग्राफिकल मेथड्सबाट कसरी क्वेशन सोल्भ गर्ने त्यसको बारेमा अलिकता बुझौँ कि यो ग्राफिकल मेथड्स हो के। यसको बारेमा चाहिँ हामी सानो सानो कुराहरू चाहिँ टेक्निक्सहरू चाहिँ बताउने गर्छौँ जुन चाहिँ हरेक क्वेशन सोल्भ गर्नमा चाहिँ हामीलाई योले धेरै चाहिँ हेल्प गर्ने गर्छ है। अब यहाँ बुझौँ है। यो ए नम्बरको हामी पढिरहेछौँ। यहाँ कुन मेथड्स पढ्न गइरहेछौँ त ग्राफिकल मेथड्स आज हामी पढ्यौँ है। यो ग्राफिकल मेथड्स हो कि अलिकता यसको बारेमा इक्जाम्पलहरू हामी बुझौँ है। यहाँ ध्यान दिनुलाई। सपोज मानिहालौँ यो एउटा चाहिँ लाइन रहेको छ, अर्को यो लाइन छ है। ध्यान दिनुलाई। यो दुईटा लाइन मिलेर चाहिँ एक ठाउँमा के गरेको छ त कटेको छ। त्यो पोइन्टलाई भन्नुको अर्थ यो दुईटा लाइन मिलेर चाहिँ के बनेको छ त एउटा यहाँ पोइन्ट बनेको छ। यो पोइन्टको नाम चाहिँ के हो त ओरिजिन पोइन्ट। यो ओरिजिन पोइन्टले चाहिँ हामी केले डिनोट गर्ने गर्छौँ त ओले डिनोट गर्ने गर्छ है। यसको भ्यालु भनेको अर्थ 0 0 हुन्छ। त त्यसको बारेमा हामी पछि कुरा गर्छौँ है। यो ओरिजिन पोइन्टलाई चाहिँ हामी के गर्ने गर्छौँ त ओले डिनोट गर्ने गर्छौँ है। ध्यान दिएर बुझ्नुलाई। यो पहिला पनि हामी चाहिँ 9 10 मा पनि यो पढिसकेछौँ। यो ग्राफहरू अलिकता बुझौँ है। यो साइडलाई हामी के गर्ने गर्छौँ त एक्स एक्सिस भन्ने गर्छौँ। के भन्ने गर्छौँ त एक्स एक्सिस भन्ने गर्छौँ। अनि यो साइडलाई भन्नुको अर्थ हामी के भन्ने गर्छौँ त वाई एक्सिस है। बुझ्नु होला है। मैले तल लेखिदिएँ है वाई एक्सिस भन्ने गर्छु। भन्नुको अर्थ यसलाई चाहिँ सिम्पलीमा हामी के बुझ्दै आइरहेछौँ पहिलेदेखि, यसलाई चाहिँ एक्स एक्सिस, यो साइडलाई हामी एक्स ड्यास, यो भनेको वाई एक्सिस, यसलाई चाहिँ हामी वाई ड्यास हामी के गरेछौँ त पहिलेदेखि पढ्दै आइरहेछौँ है। अलिकता बुझ्नु होला है। भन्नुको अर्थ यो साइड भनेको हाम्रो के हो त प्लस साइड हो। एक्स एक्सिसमा हामी के गर्ने गर्छौँ त प्लसलाई लेख्ने गर्छौँ। यो साइड भनेको हाम्रो प्लस हो, जसरी यहाँ +1, यहाँ चाहिँ +2, यो साइडमा चाहिँ -1, यो साइडमा फेरि -2, फेरि यहाँ -3, फेरि यहाँ भनेको -1, यो साइडमा फेरि -2, यो साइडमा फेरि -3। अनि यो वाई एक्सिसमा पनि हामी के गर्ने गर्छौँ त
+1, यहाँ चाहिँ +1, फेरि यहाँ +2, फेरि यहाँ चाहिँ हाम्रो +3। यहाँ ध्यान दिनु है, यसरी चाहिँ यो ग्राफको नम्बरहरू हुन्छ है। यो एक्स एक्सिसमा यो साइडमा पुरै प्लसहरू हुन्छ, यो वाइ एक्सिसमा पनि के हुन्छ प्लसहरू हुन्छ, यो एक्स एक्सिस ड्यासतिर चाहिँ के हुन्छ माइनस हुन्छ, माइनस भ्यालुहरू, अनि यो वाइ एक्सिस ड्यासतिर चाहिँ के हुन्छ वाइ ड्यासतिर के हुन्छ त माइनस भ्यालुहरू हुन्छ है। अब अलिकता यसको बारेमा बुझ्यो है। यहाँ त मैले यो किन बताइरहेछु, म एकछिनमा सबैको बारेमा कुरा गर्छु। हेर त यसमा चाहिँ यो एक्स एक्सिस र यो वाइ एक्सिस, ध्यान दिनु होला, यो एक्स एक्सिस र यो वाइ एक्सिसको बीचमा चाहिँ के पर्ने गर्छ त हाम्रो फर्स्ट क्वाड्रान्ट, यानी कि क्वाड्रान्ट, यो फर्स्ट क्वाड्रान्ट भइसक्यो हाम्रो है। अब हेर त त्यसै गरी चाहिँ यो भनेको हाम्रो सेकेन्ड क्वाड्रान्ट, त्यसै गरी यो थर्ड क्वाड्रान्ट हाम्रो भइसक्यो है। यसको बारेमा बुझ्नु होला है, यो थर्ड क्वाड्रान्ट भइसक्यो। त्यसै गरी यो भनेको हाम्रो फोर्थ क्वाड्रान्ट भइसक्यो, ध्यान दिएर बुझ्नु है। त यो फर्स्ट क्वाड्रान्टको चाहिँ साइन के हुन्छ, यसको साइनको बारेमा हामी बुझ्यो, जसरी प्लस माइनस हुन्छ नि साइनहरू, त्यसको बारेमा बुझ्नुहोस् है। यो फर्स्ट क्वाड्रान्टको चाहिँ साइन के हुन्छ, ध्यान दिएर बुझ्नु होला है। मैले यहाँ के लेखिदिएँ त प्लस प्लस। अब धेरैजनाले सोध्छ कि यो कसरी प्लस प्लस भयो। अब यहाँ ध्यान दिनु होला है, यो मैले प्लस किन लेखेँ, हामी चाहिँ सुरुदेखि पढ्दै आइरहेछौँ, 9, 10 देखि नै चाहिँ म्याथमा चाहिँ पढ्दै आइरहेछौँ कि यो हामी यसलाई प्लस किन लेखेँ त। हेर त यहाँ एक्स एक्सिसमा हाम्रो के हो त प्लस साइन हो, त्यही भएर मैले के गरेँ यहाँ प्लस लेखिदिएँ। त्यसै गरी यो वाइ एक्सिसमा हाम्रो के रहेको छ त प्लस रहेको छ, त्यही भएर मैले के गरेँ यहाँ प्लस लेखिदिएँ। भन्नुको अर्थ यो पोइन्टदेखि यहाँ एउटा लाइन आएको छ, फेरि यहाँ एउटा लाइन आएको छ, यसैभित्र नै चाहिँ हाम्रो यो फर्स्ट क्वाड्रान्ट हो। ध्यान दिएर बुझ्नुलाई, यो एउटा पोइन्ट पछि, ओरिजिन पोइन्ट पछि एउटा यहाँ लाइन आएको छ, अर्को यहाँ लाइन गएको छ, यही दुईटा लाइनको बीचमा चाहिँ के परिरहेको छ त हाम्रो यो फर्स्ट क्वाड्रान्ट परिरहेको छ। त यसको साइन कति त, हेर त यहाँ एक्स एक्सिस, पहिला हामी के पढ्ने गर्छौँ एक्स एक्सिस, भन्नुको अर्थ एक्स एक्सिसमा के को साइन हो प्लसको, त प्लस लेखिदिए। फेरि यसपछि माथि जानुस् त वाइ एक्सिसमा के को साइन हो प्लसको साइन हो, त्यही भएर हामीले के गरे त एक्स एक्सिसमा प्लस, वाइ एक्सिसमा पनि प्लस। अब त्यसै गरी अब ध्यान दिनुहोस् है, अब सेकेन्ड क्वाड्रान्टको साइन के हुन्छ, यहाँ ध्यान दिनुहोस् त यो सेकेन्ड क्वाड्रान्ट कुन ठाउँमा छ त। हेर त यहाँदेखि यतातिर यो लाइन आएको छ, त्यसपछि यो पोइन्टदेखि माथि गएको छ, यसै बिचको यो सेकेन्ड क्वाड्रान्ट। त अब यसको साइन कसरी हामी चाहिँ छुट्याउने, ध्यान दिएर बुझ्नु है। त पहिला हामी के पढ्ने एक्स एक्सिस, त्यसपछि वाइ एक्सिस। हेर त यहाँ एक्स एक्सिसमा के को साइन हो माइनस, हामी माइनस लेखिदिए, अनि फेरि यसपछि वाइ एक्सिसमा के को साइन हो प्लस, यहाँ प्लस लेखिदिए, भइहाल्यो। यानी कि प्लस माइनस, यसको साइन के हुन्छ प्लस माइनस। त्यसै गरी यो थर्ड क्वाड्रान्टको हेर्नुहोस् त, यो एक्स एक्सिसमा के को साइन हो माइनस, वाइ एक्सिसमा के को साइन हो माइनस, यानी कि यसको साइन के हुन्छ माइनस माइनस। त्यसै गरी फोर्थ क्वाड्रान्टमा हेर्नुहोस् त, यो फोर्थ क्वाड्रान्ट कहाँ छ, यो पोइन्टदेखि लिएर यहाँ लाइन आएको छ, यो लाइन यसैको बिचमा चाहिँ हाम्रो के रहेको छ त यो फोर्थ क्वाड्रान्ट। यसको साइन कसरी हामी छुट्याउने, हेर त एक्स एक्सिसमा प्लस, वाइ एक्सिसमा के हो माइनस, यानी कि यसको साइन के भइहाल्छ प्लस माइनस। त यो त हाम्रो के भइसक्यो त साइनको बारेमा है। अलिकता यहाँ फेरि बुझ्नुहोस् है। हेर त यो साइड हाम्रो भनेको के हो एक्स एक्सिस हो, ध्यान दिनुलाई। यसैको चाहिँ और नाम, यसैलाई हामी और, अर्को भाषामा चाहिँ औरमा हामी के भन्ने गर्छौँ, ध्यान दिएर बुझ्नु है। एक्स एक्सिसलाई नै y = 0 लाइन भनेको हाम्रो के हो त यही हो, ध्यान दिएर बुझ्नुलाई। यो धेरै इम्पोर्टेन्ट छ यो ग्राफको लागि यो कुराहरू है। यो त हाम्रो एक्स एक्सिस भइसक्यो। यो औरमा यसैलाई y = 0 लाइन भन्नाले कसलाई भन्ने गरिन्छ, यही लाइनलाई भन्ने गरिन्छ है। ध्यान दिनु, यो लाइनलाई नै के भन्ने गरिन्छ त y = 0 भनेको लाइन भनेको कुन लाइन हो त यही लाइन हो, ध्यान दिएर बुझ्नुलाई फेरि। यसैलाई औरमा एक्सिस अफ एब्सिसा पनि भन्ने गरिन्छ, ध्यान दिएर बुझ्नु होला है। यानी कि यही लाइनलाई के भन्ने गरिन्छ एक्सिस अफ एब्सिसा पनि भन्ने गरिन्छ। और फेरि और होरिजेन्टल लाइन भनेको के हो त यही हो, यसैलाई हामी के भन्ने गरिन्छ त
होरिजेन्टल लाइन पनि भन्ने गरिन्छ यसैलाई। त्यसैगरी यहाँ ध्यान दिनुस् त यो एक्स एक्सिस वाई एक्सिसलाई यसलाई अरमा के भन्ने गरिन्छ र त्यहाँ यो वाई एक्सिसलाई x = 0 लाइन भनेर पनि के चिन्ने गरिन्छ यसैलाई भन्ने गरिन्छ। भन्नुको अर्थ यसलाई राम्रोसँग बुझ है। वाई एक्सिसलाई नि अर्को भाषामा चाहिँ अरमा x = 0 लाइन भन्नाले कसलाई भन्ने गरिन्छ यसैले। भन्नुको अर्थ यो लाइनलाई के भन्ने गरिन्छ x = 0 लाइन भन्नाले कसलाई भन्ने गरिन्छ यसलाई भन्ने गरिन्छ। यो लाइनलाई चाहिँ के भन्ने गरिन्छ y = 0, यो लाइनलाई के भन्ने गरिन्छ x = 0 है। यो राम्रोसँग बुझ्नु है। त्यसैगरी अरमा एक्सिस अफ अर्डिनेट पनि भन्ने गरिन्छ, एक्सिस अफ अर्डिनेट पनि भन्ने गरिन्छ यही लाइनलाई। त्यसैगरी अरमा यसैलाई भर्टिकल लाइन पनि भन्ने गरिन्छ। ध्यान दिएर बुझ्नुहोस् है। यसैलाई चाहिँ भर्टिकल लाइन भन्ने गरिन्छ, यो लाइनलाई होरिजेन्टल लाइन भन्ने गरिन्छ। अब यहाँ ध्यान दिनुहोस् फेरि है। हेर त सपोज मानिहाल्नुहोस् कि यहाँ हाम्रो 2 र 3 रहेको छ है। हामी सुरुदेखि यसलाई कसरी पढ्दै आइरहेछौँ कि x एक्सिसमा 2 छ, y एक्सिसमा 3 छ है। अब यहाँ ध्यान दिएर बुझ्नुलाई म के बताइरहेछु हेर त। यसलाई चाहिँ कसरी पढ्ने, यसलाई कसरी पढ्ने त x कम्पोनेन्ट यसलाई हामी कसरी पढ्ने त y कम्पोनेन्ट। ध्यान दिएर बुझ्नु होला है। x कम्पोनेन्ट यसैलाई अरमा एक्सिस अफ एब्सिसा पनि भन्ने गरिन्छ यसैलाई एक्सिस अफ एब्सिसा। यसैलाई अरमा y कम्पोनेन्टलाई एक्सिस अफ अर्डिनेट पनि भन्ने गरिन्छ। ध्यान दिएर बुझ्नुलाई। यो x कम्पोनेन्टलाई अर्को भाषामा अरमा एक्सिस अफ एब्सिसा भन्ने गरिन्छ। त्यसैगरी यो y कम्पोनेन्टलाई चाहिँ एक्सिस अफ अर्डिनेट पनि भन्ने गरिन्छ। यहाँ ध्यान दिएर बुझ्नु है। अनि यो ओभरअललाई ध्यान दिएर बुझ्नुहोस् है। यो ओभरअललाई के भन्ने गरिन्छ कोअर्डिनेट भन्ने गरिन्छ, कोअर्डिनेट भन्ने गरिन्छ है। यो ओभरअललाई के भन्ने गरिन्छ कोअर्डिनेट भन्ने गरिन्छ है। अब हेर त यो च्याप्टरमा मेन भन्नुको अर्थ के हो यो लाइनहरूको बारेमा अलिकति बुझिहाल्नु होला। यसले चाहिँ हामीलाई ग्राफ बनाउनमा धेरै हेल्प गर्ने गर्छ है। अब चाहिँ हामी के गरौँ त यसको बारेमा त अलिकति यो ग्राफहरूको बारेमा बुझाए। अब अलिकति इक्जाम्पलको बारेमा हामी के गरौँ त पहिला साइनको बारेमा बुझिहाल्नुहोस् है। जसरी यहाँ हेर्नुहोस् त इक्वालिटी भन्नुको अर्थ साइनको बारेमा हामी बुझ्नुहोस् है। साइनको बारेमा हामी बुझिहाल्नुहोस् है। ध्यान दिएर बुझ्नुलाई। यो च्याप्टरमा काम लाग्ने युज हुने एकदम मोस्ट इम्पोर्टेन्ट के हो त यो साइनहरू पनि छ है। यो कसरी साइनहरू चिन्ने यहाँ ध्यान दिएर बुझ्नुलाई। हेर त यो भनेको हाम्रो के हो त एउटा साइन हो जुन चाहिँ म्याथमा युज हुन्छ। यो सबै विद्यार्थीलाई करिब थाहा होला कि यो साइन भनेको कुन साइन हो। ध्यान दिनुलाई। यसलाई के भन्ने गरिन्छ, यसलाई के भन्ने गरिन्छ इक्वल टु। यो साइनलाई चाहिँ के भन्ने गरिन्छ इक्वल टु। त्यसैगरी ध्यान दिएर बुझ्नुलाई। यो साइनलाई चाहिँ के भन्ने गरिन्छ त ग्रेटर देन भनेर चिन्ने गरिन्छ। कुनलाई त यो दुईटा एरो जस्तो तीर जस्तो यो साइडमा घुमेछ भने यसलाई के भन्ने गरिन्छ ग्रेटर देन। त्यसैगरी अब यो साइनलाई के भन्ने गरिन्छ है। ध्यान दिएर बुझ्नुहोस् है। लेस देन के भन्ने गरिन्छ यो साइनलाई लेस देन। अब ध्यान दिनुहोस् है। त्यसैगरी यो साइनलाई अब यहाँ ध्यान दिएर बुझ्नु त फेरि अर्को यो साइन यसरी दिएको छ हेर त। यहाँ यो साइनलाई के भन्ने गरिन्छ अलिकता राम्रोसँग बुझ है। त यो साइनलाई ग्रेटर देन और
इक्वल टु भनेर चाहिँ के गर्ने गरिन्छ त यो साइनलाई चिन्ने गरिन्छ है। ध्यान दिएर बुझ्नुलाई, यो साइनलाई के भन्ने गरिन्छ त ग्रेटर देन अर इक्वल टु। त्यसै गरी यो साइनलाई के भन्ने गरिन्छ अलिकता बुझ्नु है, लेस देन अर इक्वल टु, लेस देन अर इक्वल टु है। ध्यान दिएर बुझ्नुहोस् है, यो साइनहरू यो च्याप्टरको लागि धेरै इम्पोर्टेन्ट छ। यो जुन साइन रहेको छ हाम्रो, यो साइन त हामी पहिलेदेखि पढ्दै आइरहेछौँ, इक्वल टु, यो त सबलाई थाहा छ। यो साइन भनेको हाम्रो के हो त ग्रेटर देन, यो साइनलाई भन्ने गरिन्छ। त्यसै गरी यो साइनलाई के भन्ने गरिन्छ त लेस देन भन्ने गरिन्छ। अनि यो एउटा साइन छ अनि एउटा यो सानो लाइनिङ छ, यसलाई के भन्ने गरिन्छ ग्रेटर देन, र त माथिकै ग्रेटर देन अर इक्वल टु। त्यसै गरी चाहिँ यो साइनलाई के भन्ने गरिन्छ लेस देन अर इक्वल टु है। यो कुराहरूलाई चाहिँ यो साइनिङहरूलाई पनि के गर्नु होला त राम्रोसँग बुझ्नु होला है। अब चाहिँ म के गरौँ त यसको बारेमा अलिकता के गरिरहेछु त केही इक्जाम्पलहरू बताइरहेछु है। अब यहाँ ध्यान दिएर बुझ्नुलाई, हेर त यहाँ मैले चाहिँ के गरिदिउँ मेटिदिउँ, किनभने स्पेस थोरै छ। हेर त यहाँ हेर्नुहोस् है, यो अलिकता बुझ्नको लागि मैले के गरिदिरहेछु अलिकता सानो चाहिँ रफली बनाइदिरहेछु यो साइनहरूको बारेमा। हेर त यो भनेको चाहिँ हाम्रो यसलाई के भन्ने गरिन्छ एक्स एक्सिस, यो साइनलाई के भन्ने गरिन्छ एक्स एक्सिस। त्यसै गरी और y इक्वल टु 0 लाइन भनेको कुन हो त यही हो, ध्यान दिनुलाई। त्यसै गरी यसलाई के भन्ने गरिन्छ त y एक्सिस, यसैले औरमा यानी कि x इक्वल टु 0 भनेको लाइन कुन हो त यही लाइन हो है। राम्रोसँग यसलाई बुझ्नुलाई, यसैलाई एकदम विस्तृत रूपमा मैले अर्को ग्राफमा बताएको थिएँ, सर्टकटमा मैले केही लेखेँ है। अब यहाँ ध्यान दिनुलाई, यदि सपोज मानिहाल्नुहोस् कि हाम्रो क्वेसनमा यदि म यसको बारेमा अब अलिकता इक्जाम्पल बताइरहेछु है। सपोज मानौँ यहाँ x इज ग्रेटर देन और इक्वल टु 0 भयो भने अब यसको ग्राफ हामी कसरी बनाउने है। यो इक्जाम्पल एकदम इम्पोर्टेन्ट छ है। हामी चाहिँ फुली न्युमेरिकलको लागि चाहिँ सानो सानो कुराहरू यहाँ के गरिरहेछु त प्र्याक्टिस गराइरहेछु। यो सबै चाहिँ हामीलाई के हुन्छ त न्युमेरिकलमा हिसाब बनाउने बेलामा काम लाग्छ है। अहिलेदेखि नै मैले सानो सानो कुराहरू बताइरहेछु। यो किन बताइरहेछु कि यदि हरेक क्वेसनमा सेम हुँदैन, कुनै कुरामा अलिकता यदि कहीँ चेन्ज गरिदियो भने तब कसरी चाहिँ क्वेसन सोल्भ गर्ने, कसरी हामी ग्राफ बनाउने, त्यसैको लागि हामी के गरिरहेछु त यहाँ सानो सानो कुराहरूले चाहिँ पहिलेदेखि नै बताइरहेछु। भन्नुको अर्थ यो च्याप्टरको चाहिँ बेस नै हामी के गरिरहेछु त स्ट्रङ गरिरहेछु, ताकि विद्यार्थीहरूलाई एउटा क्वेसन त आयो त अर्को क्वेसनमा केही चेन्जेस भयो भने समस्या नहोस् भनेर हामी यसको इक्जाम्पलहरू बताइरहेछु है। यहाँ त एक्स इज ग्रेटर देन और इक्वल टु 0 यहाँ छ। यसलाई चाहिँ कसरी ग्राफमा चाहिँ हामी कन्भर्ट गर्ने है त। अब यसलाई कसरी कन्भर्ट गर्ने हेर्नुहोस् है, यसको सोलुसन हामी कसरी गरिदिने, यहाँ र त लेट हामी गरिदिने के, लेट हामी के गर्ने त एक्स इक्वल टु 0 मानिदिने। भन्नुको अर्थ यहाँ एक्स छँदैछ, यो ग्रेटर देन और इक्वललाई चाहिँ के गरिदिने त हामी इक्वल टु मानिदिने र 0 यहाँ लेखिदिने। भन्नुको अर्थ यो एक्स ग्रेटर देन और इक्वल टु 0 लाई हामी के गरे लेट गरिदिए एक्स इक्वल टु 0। अब यसको हामी के गर्नुस् त ग्राफ बनाइदिनु है। अब यसको हामी के गरौँ त ग्राफ बनाइदिनुस्। मैले धेरै सानोमा ग्राफ बनाएँ, ध्यान दिएर बुझ्नुलाई कसरी यसको ग्राफ बनाउने। हेर त यहाँ के भनिरहेको छ एक्स इक्वल टु 0 त एक्स इक्वल टु 0 भन्नाले यो दुईटै लाइन मध्ये कुन लाइनलाई भन्ने गरिन्छ एक्स इक्वल टु 0। यहाँ बुझ्नुस् है, यो लाइनलाई यानी कि यो भर्टिकल लाइनलाई के भन्ने गरिन्छ एक्स इक्वल टु 0, यानी कि यो वाई एक्सिसलाई के भन्ने गरिन्छ एक्स इक्वल टु 0। त हेर त यहाँ हाम्रो एक्स इक्वल टु 0 भनेको लाइन कुन हो, यही लाइन हो, यही लाइन हो। अब यहाँ ध्यान दिनुलाई, यो साइडतिर हाम्रो के हुन्छ पोजिटिभ साइन हुन्छ, यानी कि प्लस भ्यालुहरू लेख्ने गर्छौँ, यो साइडमा हामी नेगेटिभ लेख्ने गर्छौँ। अब यहाँ ध्यान दिएर बुझ्नुलाई एउटा यो पनि तरिका छ। अर्को तरिका के छ कि एक्स इक्वल टु 0 भनेको त यो लाइन हो। अब यसमा चाहिँ हेर त यहाँ ग्रेटर देन भनेको छ, ग्रेटर देन और इक्वल टु यो भन्नाले एरो के भनिरहेछ यसरी घुमेको छ, यसरी दिएको छ। भन्नुको अर्थ यो तीरको निशान कतातिर गइरहेछ त्यहाँतिर गइरहेछ। त अब हामी के गरिदिनुस् यसलाई यो साइडतिर यानी कि यतातिरको चाहिँ हामी के गरिदिनुस् त कलर गरिदिनुस् है। अनि यही नै हाम्रो के भइसक्यो त एक्स इज ग्रेटर देन और इक्वल टु 0 भन्नुको अर्थ ग्राफ के भइसक्यो, यही नै हाम्रो यसको ग्राफ भइसक्यो है। अर्को फेरि इक्जाम्पल बुझ्नु होला यहाँ है।
हेर त्यहाँ सपोज मानिहाल्नुहोस् कि यो 2 नम्बरमा यो हाम्रो 1 नम्बरको भइसक्यो। यो 2 नम्बरमा सपोज मानिहाल्नुहोस् कि x इज लेस देन अर इक्वल टु 0 दिएछ भने तब यसको ग्राफ कसरी बनाउने हामी है। पहिला त हामी के गरिदिनुस्, यहाँ लेट गरिदिनुस्। लेट भन्नाले कति, x इक्वल टु 0 हामी के गरिदिनुस्, यहाँ ग्राफ बनाइदिनुस्। अब हेर त्यहाँ x इक्वल टु 0 लाइन भन्नाले कसलाई भन्ने गरिन्छ त यही हो हाम्रो x इक्वल टु 0 लाइन भनेको कुन हो, यही हो। अब हेर त यसमा के भनेको छ, लेस देन भनेको छ। त लेस देन भन्नाले यो तीरको साइन कुनतिर, यो अपोजिट साइडतिर, यो तिर घुमेछ भने अब हामी के गरिदिनुस् त यसलाई हामी के गरिदिनुस् त कलर गरिदिनुस्। कुन साइडतिर, यो साइडतिर हामी के गरिदिनुस्, कलर गरिदिनुस् है। यो दुईटै तीर जुन साइडतिर घुमेको छ त्यही साइडतिर गरिदिनुस् है। अर्को भाषामा चाहिँ यो साइडमा हामी के गर्ने गर्छौँ, नेगेटिभ भ्यालुहरू लेख्ने गर्छौँ। त यो तीर यदि यो साइडमा छ, लेस देन छ भने लेस भ्यालुतिर हामी के गरिदिनुस्, कलर गरिदिनुस्। यदि यही ग्रेटर छ भने हामी पोजिटिभ साइनतिर के गरिदिनुस्, हामी कलर गरिदिनुस्। या सिम्पल भाषामा बुझ्नको लागि यो तीरको चाहिँ हैन निशान कुनतिर छ, यो तिर छ त हामी के गरिदिनुस्, यो साइडतिर गरिदिनुस्। यो तीरको निशान भन्नाले कुनतिर आइरहेको छ, यो तिर आइरहेको छ भने हामी के गरिदिनुस्, यो साइडतिर गरिदिनुस्। भइसक्यो। कति छ यो ग्राफहरू। फेरि हेरौँ त अर्को अब थर्ड नम्बरमा है। थर्ड नम्बर हामी के गरौँ, ग्राफ बुझौँ त। यो थर्ड नम्बरमा सपोज मानिहाल्नुहोस् कि y इज ग्रेटर देन अर इक्वल टु 0 दिएको छ। अब यसको ग्राफ कसरी हामी बनाउने, यहाँ ध्यान दिएर बुझ्नुहोस् है। हेर त यसलाई त पहिला हामी के गरिदिनुस् त लेट मानिदिनुस्, y इक्वल टु 0। हामी के गरौँ त यहाँ ग्राफ बनाउनुस्, यहाँ ग्राफ बनाइदिनुस्। हेर त यो ग्राफमा y इक्वल टु 0 भन्नाले लाइन भनेको यो कुन हो, कुन लाइनलाई चाहिँ हामी y इक्वल टु 0 लाइन भन्ने गरिन्छ, अलिकता पहिला बुझ्नु होला है। त हाम्रो चाहिँ y इक्वल टु 0 भनेको लाइन कुन हो, यही हो। यो चाहिँ जुन होरिजेन्टल लाइन हो त्यही भनेको हाम्रो के हो त y इक्वल टु 0 लाइन हो। यानि कि यो जुन x एक्सिस हो त्यही भनेको हाम्रो के हो त y इक्वल टु 0 लाइन हो है। यहाँ ध्यान दिएर बुझ्नुहोस् है। अब हेर त यसमा के भनेको छ, ग्रेटर देन भनेको छ। त हेर त हामी माथितिर के लेख्ने गर्छौँ, पोजिटिभ भ्यालुहरू लेख्ने गर्छौँ, तलतिर चाहिँ नेगेटिभ भ्यालुहरू लेख्ने गर्छौँ। त यो के को साइन हो, ग्रेटर देनको हो। ग्रेटर देन हो भने के गरिदिनुस्, हामी अब यसलाई माथितिर चाहिँ के गरिदिनुस् त कलर गरिदिनुस्। यसलाई यो लाइनदेखि के गरिदिनुस्, हामी त माथितिर कलर गरिदिनुस् है। पोजिटिभ साइनतिर हामी के गरिदिनुस्, कलर गरिदिनुस्। ग्रेटर देन छ भने पोजिटिभ साइनतिर यानि माथितिर के गरिदिनुस्, कलर गरिदिनुस् है। अब अर्को हेर त्यहाँ फेरि यहाँ अर्को हेर त म एउटा यहाँ इक्जाम्पल दिइरहेको छु है, सायद तल हेरिरहेको छ कि छैन। हेर त्यहाँ चौथो नम्बर इक्जाम्पल हेर्नुहोस्। त्यहाँ फेरि यहाँ के भनेको छ, y इज लेस देन अर इक्वल टु 0। अब यसको चाहिँ ग्राफ कसरी बनाउने, हामी त पहिला के गरिदिनुस्, यहाँ लेट मानिदिनुस्, y इक्वल टु 0। हामी के गरेर त यहाँ ग्राफ बनाउनु। अब ध्यान दिनुहोस् है, पहिला त हामी के चिन्नुस् कि y इक्वल टु 0 लाइन भनेको कुन हो। त हाम्रो y इक्वल टु 0 लाइन भनेको कुन हो, यही लाइन हो। यो भन्नुको अर्थ होरिजेन्टल लाइन हो, यानि कि यो x एक्सिसलाई नै हामी के भन्ने गरिन्छ त y इक्वल टु 0 लाइन। अब यहाँ ध्यान दिनुलाई यसमा के को साइन रहेको छ, लेस देनको छ। त अब ध्यान दिनुलाई यो लाइन भनेको हाम्रो के हो त y इक्वल टु 0 लाइन, अनि तलतिर हाम्रो के को भ्यालु हुन्छ, माइनस भ्यालु। त अब हामी के गरिदिनुस्, तलतिर चाहिँ के गरिदिनुस्, कलर गरिदिनुस्। हेर त यो ग्रेटर देन थियो भने माथितिर गरिदिए, यो लेस देन छ भने तलतिर गरिदिए। यो भनेको हाम्रो के रहेको छ त, यो ग्राफहरू रहेको छ है। कहिलेकाहीँ के भनिदिन्छ, यो त हामी अलग अलग एउटा ग्राफको बारेमा गरे। यदि एकैसाथ यदि दुईटा चाहिँ दिएको हुन्छ भने कसरी गर्ने है, म यहाँ बुझाइरहेको छु है, अलिकता राम्रोसँग बुझ्नु होला है। हेर त यहाँ सुन्नु होला है, यहाँ राम्रोसँग बुझ्नु होला है। यो त अलग अलग एउटालाई गरे। सपोज मानिहाल्नुहोस् कि x यो एउटा इक्जाम्पल रहेको छ, x इज ग्रेटर देन 0 एन्ड y इज ग्रेटर देन एन्ड y इज ग्रेटर देन एन्ड y इज ग्रेटर देन अर इक्वल टु 0। ध्यान दिनुपर्छ है, x इज ग्रेटर देन अर इक्वल टु 0 एन्ड y इज ग्रेटर देन अर इक्वल टु 0 छ भने अब यसको ग्राफ कसरी गर्ने है, ध्यान दिएर बुझ्नु होला कसरी गर्ने। त पहिला त हामी के गरिदिनुस्, यहाँ लेट मानिदिनुस्, x इक्वल टु 0 एन्ड y इक्वल टु 0 भइसक्यो। अब यसलाई हामी कसरी ग्राफ बनाउने, यहाँ ध्यान दिएर बुझ्नु होला है, यहाँ ध्यान दिएर बुझ्नुहोस् है।
हेर त्यहाँ पहिला त हामी के गर्ने चिन्ने कि x = 0 लाइन भनेको कुन हो, यो लाइन हो। यो लाइनलाई के भन्ने गरिन्छ, x = 0 अनि यो भनेको के हो हाम्रो y = 0 लाइन भनेको कुन हो, यो हो। अब यहाँ ध्यान दिएर बुझ्नुहोस् है, यो x = 0 भन्नुको अर्थ के हो, ग्रेटर देनको साइन हो। त यसले के भनिरहेको छ, यो साइडतिर हामी कलर गरिदिनुहोस्, यानी पोजिटिभ साइनतिर कलर गरिदिनुहोस् है, ध्यान दिएर बुझ्नलाई। अनि यहाँ भनिरहेछ y > 0 भन्नुको अर्थ y = 0 लाइन के हो, यो हो। त यसमा पनि ग्रेटर देन छ, त के गरिदिनुहोस् त माथितिर भनिरहेछ, के गरिदिनुहोस् कलर गरिदिनुहोस् है, माथितिर कलर गरिदिनुहोस् है। यो त मैले के गरेँ त रफली बताएँ। यसैलाई फाइनली एक्चुअली म कसरी ग्राफ बनाउने म यहाँ बताइरहेछु है। यहाँ ध्यान दिनुहोस् है, यो हाम्रो के भइसक्यो, x एक्सिस y एक्सिस भन्नुको अर्थ यो y = 0 लाइन भयो, यो x = 0 लाइन भइसक्यो। अब यहाँ ध्यान दिनुहोस् है, त यहाँ x = 0 लाइन भनेको कुन हो, यो हो। त यसमा के को साइन छ, ग्रेटर देनको छ। त यसले के भनिरहेको छ, यतातिर कलर गरिदिनुहोस् है, यानी कि पोजिटिभ साइनतिर कलर गरिदिनुहोस् है। अब फेरि यहाँ y = 0 भनेको लाइन कुन हो, यही नै हो। अब ध्यान दिनुहोस् है, अब यसले के भनिरहेको छ कि माथितिर कलर गरिदिनुहोस् है, माथितिर के गरिदिनुहोस् त कलर गरिदिनुहोस् है। अब यहाँ ध्यान दिनुलाई, यो दुईटैको भन्नुको अर्थ कमन कहाँ मिलिरहेको छ, साझा कहाँ मिलिरहेको छ र त, यो तिर भनेको यहाँ गएको छ, यो यहाँ गएको छ, यसको त कुनै म्याचै भएन। यहाँ त भनेको यो एउटा यहाँ छ, यो एउटा यहाँ छ, यसको पनि कुनै म्याच भएन। यो तिर एउटा यहाँ छ, यो भनेको माथि गइरहेछ, यहाँ पनि कमन मिलेन, यहाँ पनि कमन मिलेन, यहाँ पनि कमन मिलेन, यहाँ पनि साझा मिलेन, कमन मिलेन। हेर त यसले के भनिरहेको छ, यतातिर कलर गरिदिनुहोस्, यसले भनिरहेको छ माथितिर गरिदिनुहोस्। यो दुवैतिरबाट कमन कहाँ मिलिरहेको छ, यही मिलिरहेको छ। त अब हामी के गरिदिनुहोस् त, यसैलाई नै के गरिदिनुहोस्, हामी कलर गरिदिनुहोस् है, यसैलाई कलर गरिदिनुहोस् है। यसरी हामी गर्नुपर्छ, यसरी हामीले ग्राफ बनाउनुपर्छ। यही इक्जाम्पललाई मैले फाइनली के गरेँ त यहाँ बताइदिएँ है। भन्नुको अर्थ यही नै हाम्रो के भइसक्यो त, x > 0 एन्ड y > 0 भन्नाले के भइसक्यो त, यही नै हाम्रो ग्राफ भइसक्यो है। यदि यसमा केही कन्फ्युजन छ भने भन्नुहोला। सकभर त मैले यसलाई पुरै कन्फ्युजन दूर हुने गरी नै के गरेछु त, यो चाहिँ ग्राफहरू बताएछु। यो त हामी के गरे त, x = 0 छ भने, लाइन छ भने त अब त्यसलाई कसरी ग्राफ बनाउने त्यो त गरिहालेँ। अब यसैको अब हामी के गरौँ त, अगाडि बढौँ है। यदि x = मानौँ कि कुनै भ्यालु दिएको छ, जसरी 1 2 3 4 5 समथिङ केही दिएको छ भने कसरी बनाउने है, अलिकता त्यसको बारेमा हामी बुझौँ है। त म अब यसलाई के गरिरहेछु त, मेटिरहेछु है। यहाँ हेर्नुहोस् त, ल अब हामी के गरौँ त, अगाडि बढौँ है। यही च्याप्टरलाई चाहिँ के गरौँ त, अब हामी अगाडि बढाउनु पर्यो। अब हेर त, यो स्पेसली भनेको चाहिँ बीबीएस फर्स्ट इयरको लागि यो बताइरहेछु, किनभने बीबीएस फर्स्ट इयरमा नि के दिएको छ त, ग्राफिकल मेथड्सबाट क्वेसन सोल्भ गर्नको लागि भनेछ। एमबीएसको लागि होइन, एमबीएसमा सिम्प्लेक्स मेथड छ। एमबीएसको लागि पनि कुनै दिन चाहिँ के गर्छु त, भिडियो दिन्छु, ताकि सिम्प्लेक्स मेथड्सबाट कसरी क्वेसन सोल्भ गर्ने है। अब हेर त, यहाँ 1 नम्बरमा इक्वेसन of line parallel, equation of line parallel to y axis, is x = सपोज मानिहाल्नुहोस् कि a। अलिकता यसको बारेमा बुझ्नु होला है। त्यसै गरी 2 नम्बरमा इक्वेसन अफ लाइन parallel to x axis is y = b। अलिकता के गरौँ, यसको बारेमा बुझौँ है।
यो के भन्न चाहिरहेको छ, जसरी योभन्दा पहिलाको हामी क्वेसनहरुमा के बनाए, x = 0 छ भने कसरी त्यसको ग्राफ बनाउने, y = मानौ कि 0 छ भने कसरी चाहिँ ग्राफ बनाउने, त्यो त हामी सिके। अब यहाँ चाहिँ हामी के बुझौँ कि x = यदि कुनै नम्बर छ भने कसरी गर्ने, यसको ग्राफ अलिकता पनि बुझिहाल्यो अलिकता। हेर त्यहाँ यो 1 नम्बरमा के भनिरहेको छ, इक्वेसन अफ द लाइन प्यारालेल टु x एक्सिस इज y एक्सिस इज x = a भन्नुको अर्थ। हेर त यो 1 नम्बरको म यहाँ बताइरहेको छु है। हेर त यहाँ के भनिरहेको छ, x = a। सपोज यहाँ ध्यान दिनुस् है। त पहिला त हामी के चिन्नुस् कि x = 0 भनेको कुन लाइन हो, यही लाइन हो। x = 0 भन्नाले यही लाइन हो। अब यहाँ के भनिरहेछ त x = a। सपोज मानिहाल्नुस् कि यो के भयो त x = a भन्नुको अर्थ यहाँदेखि लिएर यहाँको डिस्टेन्स हाम्रो कति रहेको छ त a रहेको छ है। यहाँदेखि लिएर यहाँसम्मको डिस्टेन्स हाम्रो कति रहेको छ, a रहेको छ। त्यसैगरी यो 2 नम्बरको लागि अलिकता बुझौँ हामी। यो 2 नम्बरको लागि सपोज मानुस् कि हाम्रो ग्राफ छ, यो y = 0 भनेको कुन लाइन हो, यही लाइन हो। अब यहाँ के भनिरहेछ y = b। त y = b भन्नाले सपोज मानिहाल्नुस् कि हाम्रो यहाँदेखि लिएर यहाँसम्मको डिस्टेन्स कति रहेको छ त b रहेको छ, यानी कि y = b हाम्रो भइसक्यो। यही ग्राफलाई चाहिँ हामी इक्जाम्पलको रूपमा कसरी बुझ्ने, यहाँ ध्यान दिनुस् है। म यहाँ इक्जाम्पल बताइरहेको छु है। यसको मेन चाहिँ इक्जाम्पलबाट चाहिँ के हुन्छ, यसको कन्सेप्ट क्लियर हुन्छ है, ध्यान दिएर बुझ्नलाई। फर्स्ट चाहिँ इक्जाम्पल ए नम्बरमा यहाँ ध्यान दिनुस् है। इक्जाम्पल फर्स्टमा सपोज मानिहाल्नुस् कि x इज ग्रेटर देन और इक्वल टू सपोज मानिहाल्नुस् कि 2 छ। अब यसलाई ग्राफमा कसरी बनाउने है। x इज ग्रेटर देन इक्वल टू त 0 थियो भने हामी त गरिसके। अब x इज ग्रेटर देन और इक्वल टू 2 भयो भने अब यसलाई कसरी ग्राफमा बनाउने, ध्यान दिएर बुझ्नलाई। सेम पहिला जस्तै कन्सेप्ट हो। हामी के गर्ने त पहिला यसलाई के गरिदिनुस् त लेट गरिदिनुस्, यानी कि x = के भइसक्यो, यो x = यहाँ 2 लेख्ने। हामी के गरौँ त यहाँ ग्राफ बनाउनुस्, ग्राफ बनाइदिनुस्। पहिला यहाँ हेर्नुस् त यो x = 0 भनेको कुन लाइन हो, यही हो। यो भनेको ओरिजिन पोइन्ट हो। x = 0 भनेको कुन लाइन हो, यही लाइन हो। यो जुन हाम्रो भर्टिकल लाइन हो त्यही नै हाम्रो के हो त x = 0 लाइन हो। अब यहाँ के भनिरहेछ x = 2। अब यो 2 भनेको के हो, प्लसमा हो कि माइनसमा हो। त हामी यो साइडतिर के गर्ने गर्छौँ, प्लसहरू लेख्ने गर्छौँ। यो साइडतिर हामी के गर्ने गर्छौँ, प्लस लेख्ने गर्छौँ। त सपोज मानिहाल्नुस् कि हाम्रो यहाँ +1 रहेको छ अनि यहाँ भनेको हाम्रो के रहेको छ त। हेर त यहाँ, हेर त अलिकता ग्राफ बिग्रियो। हेर त सपोज मानौँ कि हाम्रो यहाँ +1 छ, त हाम्रो यहाँ के परिहाल्छ, यहाँ 2 परिहाल्छ। त यही लाइनलाई नै हामी के भन्ने गरिन्छ त x = 2 हो है। ध्यान दिनुलाई, यो लाइन भनेको हाम्रो के हो त x = 2 भनेको कुन लाइन भइसक्यो, यो यानी कि पोजिटिभ साइनतिर हामी जाने। यहाँ +1 भयो भने यहाँ हाम्रो के हो +2 रह्यो होला, +2 सपोज मानौँ ग्राफमा। त यही लाइनमा हामी के गर्ने त एउटा लाइन तान्ने अनि यसैको नाम के दिने त x = 2। अब यसमा के को साइन हो, ग्रेटर देन छ। ग्रेटर देन छ भने कतातिर हामी चाहिँ कलर गरिदिने, योतिर गरिदिनुस्, भइसक्यो। त्यसैगरी अर्को इक्जाम्पल हेर त्यहाँ सपोज मानिहाल्नुस् कि अर्को चाहिँ हामी इक्जाम्पल यहाँ त y इज ग्रेटर देन और इक्वल टू सपोज मानौँ कि यहाँ 4 छ। त यसलाई कसरी हामी चाहिँ सोल्भ गर्ने, यहाँ ध्यान दिएर बुझ्नुहोस् है। हामी के गरौँ, यसलाई लेट मानिदिनुस्, यानी कि y = हाम्रो कति भइसक्यो 4। त पहिला हामी के गरिदिनुस्, ग्राफ बनाइदिनुस्। हेर त यहाँ यो y = 0 भनेको लाइन कुन हो, यही लाइन हो। अब यहाँ के भनिरहेछ 4 दिएको छ। यो भनेको 4 केमा छ, प्लसमा रहेको छ है। माइनस भएको भए हामी तल गर्थ्यो, तर के छ यहाँ प्लसमा रहेको छ 4। त हामी के गर्ने, प्लस हामी के गर्छौँ माथितिर लेख्ने गर्छौँ। त सपोज मानौँ कि हाम्रो यहाँ के हो त 4 छ, यही नै हाम्रो के भइसक्यो त y = 4। अब यसमा के छ ग्रेटर देन छ भने हामी के गरिदिनुस् त माथितिर कलर गरिदिनुस्, भइसक्यो यसको ग्राफ। यही भनिरहेको छ। यदि हामी x = 0 को ठाउँमा यदि 2 भयो भने या 1 2 3 4 भयो भने कसरी यसको ग्राफ बनाउने, y = 0 को ठाउँमा यदि 1 2 3 4 भयो भने हामी यसको ग्राफ कसरी बनाउने है। अझै यसको ग्राफहरू छ है, अझ म केही बताइदिरहेको छु है। हेर त्यहाँ सपोज मानिहाल्नुस् कि यहाँ अर्को इक्जाम्पल फेरि म यहाँ दिइरहेको छु। हेर त
एक्स इज हेर यहाँ है एक्स इज लेस देन और इक्वल टू माइनस सपोज मानौँ 3 छ त यसलाई हामी कसरी चाहिँ सोल्भ गर्ने है त पहिला त हामी के गरौँ लेट मानिदिनुस् यानी कि एक्स इक्वल टू -3। अब यहाँ ध्यान दिनुलाई यसको हामी ग्राफ कसरी बनाउने हेर्नुस् है पहिला त हामी चिन्नुस् त एक्स इक्वल टू 0 भनेको लाइन कुन हो यही लाइन हो हाम्रो एक्स इक्वल टू 0। अब यहाँ के भनिरहेछ एक्स इक्वल टू -3 त माइनस भनेको कुन साइडमा आउँछ यो ओरिजिन भन्दा हाम्रो कतातिर यो एक्स ड्यासतिर यो एक्स एक्सिस भयो यो एक्स ड्यासतिर यतातिर हामी के गर्ने गर्छौँ त माइनस साइनहरू लेख्ने गर्छौँ र त सपोज मानौँ कि हाम्रो यो के भयो त -1 भयो यहाँ भनेको -2 भयो यो भनेको -3 भयो त यही लाइनमा हामी के गर्ने त यहाँ लाइन तान्दिने यही लाइनलाई नि के भन्ने गरिन्छ त एक्स इक्वल टू -3। अब यहाँ ध्यान दिनुलाई यसमा के को साइन छ लेस देनको साइन छ ग्रेटर देन होइन ग्रेटर देन भएको भए यतातिर हामी कलर गरिदिन्थे है यदि लेस देन छ भने अब हामी के गर्नुस् त यसलाई कुन साइडमा कलर गरिदिनुस् यो साइडमा कलर गरिदिनुस् है यो साइडमा कलर गरिदिनु लेस देन छ त्यही भएर ग्रेटर देन भएको भए हामी यो साइडमा गरिदिन्थे। त्यसै गरी अर्को फेरि यहाँ एउटा अझ बुझिहाल्नु सपोज मानौँ कि एक्स ग्रेटर देन और इक्वल टू -2 छ। अब यसलाई कसरी चाहिँ ग्राफमा कन्भर्ट गर्ने कसरी यसको ग्राफ बनाउने त पहिला हामी लेट गरिदिनुस् एक्स इक्वल टू -2 यसको हामी ग्राफ बनाइदिनुस् एक्स इक्वल टू 0 भनेको कुन लाइन हो यही हो यहाँ भनेर के भनिरहेछ एक्स इक्वल टू -2 त -2 भन्नुको अर्थ यतातिर आइहाल्छ एक्स इक्वल टू -2। अब यहाँ के भनिरहेछ ग्रेटर देन छ त ग्रेटर देन छ भने यो साइडतिर कलर गरिदिनुस् यो भइसक्यो। फेरि अर्को हेर त y इज लेस देन y इज ग्रेटर त भइसकेछ y इज लेस देन और इक्वल टू सपोज मानौँ कि 2 छ +2 यहाँ मैले माइनस राखेन प्लस राखिदिएँ है त अब यसलाई कसरी चाहिँ ग्राफमा कन्भर्ट गर्ने त y इक्वल टू 2 हामी के गरिदिनुस् लेट गरिदिनुस्। अब यसको के गरौँ ग्राफ बनाऊ y इक्वल टू 0 भनेको लाइन कुन हो यही हो यहाँ के भनिरहेछ y इक्वल टू 2 त सपोज मानौँ पोजिटिभमा छ भने प्लसमा छ भने माथितिर यानी कि y इक्वल टू के 2। अब यहाँ के भनिरहेछ ध्यान दिनुलाई यसमा के छ लेस देन छ है त्यहाँ दिएर बुझ्नुलाई ग्रेटर देन छैन ग्रेटर देन भएको भए यो माथितिर हामी कलर गर्दैथे तर यहाँ के छ लेस देन छ भने हामी के गरिदिनुस् त यसबाट चाहिँ के गरौँ तलतिर गरिदिनुस्। यस्तै यदि सपोज मानिहालौँ कि यदि दुईटा ग्राफ दिएको दुईटा नम्बर दिएछ भने कसरी गर्ने सपोज यहाँ ध्यान दिनु है सपोज मानिहाल्नुहोस् कि x इज ग्रेटर देन 2 एन्ड y इज लेस देन सपोज मानिहाल्नुहोस् 3 छ यो ग्राफ। अब यसको ग्राफ हामी कसरी बनाउने है त पहिला त हामी के गरौँ यहाँ लेट मानिदिनुस् लेट भन्नुको अर्थ x इक्वल टू 2 एन्ड y इज इक्वल टू 3। अब यसलाई के गरौँ त ग्राफमा कसरी कन्भर्ट गर्ने यहाँ यसको ग्राफ हेरौँ यो तार टुट्छ के हो ल हेर त कसरी यसलाई चाहिँ ग्राफमा बनाउने या ध्यान दिएर बुझ्नुलाई हेर त यो भनेको हाम्रो x इक्वल टू 0 सरी यो y इक्वल टू 0 भनेको हाम्रो कुन लाइन हो यो लाइन हो त्यसै गरी x इक्वल टू 0 भनेको कुन लाइन हो यो लाइन हो। अब यहाँ के भनिरहेछ x इक्वल टू 2 त x इक्वल टू 0 भनेको कुन लाइन हो यो लाइन त हामी के गरौँ यतातिर हामी के गर्नुस् त एउटा लाइन तान्दिनु यहाँतिर लाइन तान्दिनुस् यसको नाम कति भयो भ्यालु x इक्वल टू 2 लाइन। अब यसमा के छ ग्रेटर देन छ ग्रेटर देन भनिरहेछ भने कतातिर यतातिर कलर गरिदिनुस् है यतातिर गरिदिनुस् लेस देन भएको भए यो साइडतिर हामी गर्थे ओरिजिन पोइन्टतिर हामी गरिदिन्थे। अब हेर त यहाँ फेरि यहाँ के भनिरहेछ y इज लेस देन और इक्वल टू 3 भन्नुको अर्थ y इक्वल टू 3 त y इक्वल टू 0 भनेको लाइन कुन हो यो। अब हेर्नुहोस् है हामी के गर्नुस् यहाँ पनि के गरिदिनुस् एउटा लाइन तान्दिनुस्। अब यसले के भनिरहेको छ यो लाइन भनेको हाम्रो कुन लाइन भइसक्यो त y इक्वल टू 3 भनेको लाइन कुन भइसक्यो यो लाइन भइसक्यो। अब यसमा के को साइन छ लेस देनको त लेस देनको छ भने अब कुनतिर चाहिँ हामी गर्ने तलतिर यदि ग्रेटर देन भएको भए माथितिर लेस देन छ भने हामी के गर्नुस् त तलतिर कलर गरिदिनुस् तलतिर। अब हेर त यो दुईटैको साझा कहाँ मिलिरहेको छ यही हाम्रो मिल्यो साझा त यही साझा मिलिरहेछ त यसलाई हामी के गरिदिनुस् त यो पार्टलाई के गरिदिनुस् हामी कलर गरिदिनुस् है। यसैको चाहिँ भ्यालु के भइसक्यो हाम्रो यो यही नै x इज ग्रेटर देन 2 एन्ड y इज लेस देन 3 भइसक्यो ल। आजको क्लासमा त हामी के गरे त
यो च्याप्टरको एकदम इम्पोर्टेन्ट बेसहरू चाहिँ के गरे तयार गरे। अब चाहिँ हामी के गर्छौँ त अर्को च्याप्टरमा हामी चाहिँ यो च्याप्टरको न्युमेरिकल सब्जेक्ट कसरी बनाउने है। यो च्याप्टरमा धेरै जस्तो विद्यार्थीलाई त सोलुसन गर्न त आइहाल्छ तर ग्राफमै कन्फ्युजन भइहाल्छ। त त्यसैको लागि चाहिँ ग्राफमा कुनै पनि विद्यार्थीलाई कन्फ्युजन नहोस् त्यसैको लागि मैले के गरेँ आजको यो भिडियो बनाएछु। यो भिडियोहरू राम्रोसँग हेर्नुहोला, बुझ्नुहोला। अब चाहिँ हामी नेक्स्ट पार्टमा यानी कि अर्को भिडियोमा चाहिँ यो च्याप्टरको न्युमेरिकल हिसाब कसरी बनाउने न्युमेरिकल प्रब्लम त्यसको बारेमा चाहिँ हामी अर्को भिडियोमा चाहिँ क्लास लिएर आउने गर्छौँ। आजको क्लास हामी के गर्छौँ यही इन्डिङ गर्छौँ। ल आजको लागि यतिकै, धन्यवाद र सबैमा नमस्कार। यदि भिडियो राम्रो लाग्यो भने के गर्नु होला त सब्स्क्राइब गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला। ल थ्याङ्क यू, धन्यवाद।